नमस्कार सम्पूर्णलाई। यदि तपाईहरू पनि पोपो चलाउनुहुन्छ, पोपो गेम खेल्नुहुन्छ, तर हजुरहरूलाई चाहिँ यसको बारेमा विथड्र गर्न चाहिँ जान्नु भएको छैन, पैसा कसरी निकाल्ने भन्ने त्यो कुरा तपाईहरूले जान्नु भएको छैन। यदि जान्नु भएको छैन भने यो जानकारीमूलक भिडियो तपाईहरूको लागि हेर्नु होला। म स्टेप बाइ स्टेप सिकाउने छु, हेर्नु होला सबैजनाले। तपाईहरूले चाहिँ पहिला आफ्नो फोनको चाहिँ स्क्रिनमा जानु होला। त्यसपछि तपाईहरूले एप्लिकेसन पोपो लाइभ एप्लिकेसन चाहिँ ओपन गर्नु होला। त्यसपछि एकछिन लोडिङ हुन्छ। स्किप गरिदिनु होला, यो माथिको आएकोलाई स्किप गर्नु होला। त्यसपछि आफ्नो आउँछ, यो ड्यासबोर्ड देख्न सक्नुहुन्छ। त्यसपछि आफ्नो प्रोफाइलमा जानु होला। त्यसपछि आफ्नो यो यताति कोइन देखाएको छ र यताति पोइन्ट देखाएको छ र हजुरले यो पोइन्टमा चाहिँ उति पुर्याउनु पर्ने हुन्छ। म्याक्सिमम 1 लाख पुगाउनु पर्ने हुन्छ। 1 लाख पुग्यो भने विथड्र हुन्छ है त। यसमा पोइन्टमा क्लिक गर्नु होला। त्यसपछि यहाँ आइसकेपछि हजुरले चाहिँ विथड्रमा जानुपर्ने हुन्छ। विथड्रमा आइसकेपछि सर्वप्रथम यहाँ देखेको छ मेथड लेखेको छ, माथि नेपाल बैंक ट्रान्सफर लेखेको छ है। नेपाल बैंक ट्रान्सफर लेखेको छ। यसमा चाहिँ यता एरो देखाएको छ, त्यसमा क्लिक गर्नु होला र यसमा चाहिँ हजुरले चाहिँ अब के बात निकाल्नु पर्ने हो। जस्तै अब बैंकमा नेपाल बैंक ट्रान्सफर, यसमा निकाल्नको लागि हजुरले भ्यू गर्नु होला। यसमा चाहिँ जस्तो कोड राख्नु होला। यो ओपन भइसकेपछि यसमा चाहिँ बैंक नाम हाल्नुपर्छ, फुल नेम हाल्नुपर्छ, अनि फोन नम्बर र ब्रान्च कहाँ छ र तपाईले एकाउन्ट नम्बर हाल्नुपर्ने हुन्छ यसमा। अब यहाँ आइसकेपछि तपाईहरूले चाहिँ अब तल देख्न सक्नुहुन्छ विथड्र। अब विथड्रमा गएर तपाईहरूले विथड्रमा जानु होला। तल देखिरहेको छ विथड्र, देख्नुभयो तल विथड्रमा गएर कन्फर्म गरिदिनु होला। कन्फर्म गरिसकेपछि यसमा चाहिँ कन्फर्म गर्ने बेला एउटा कोड माग्छ। यो चाहिँ पहिला हजुरहरूले नै राख्नुपर्ने हुन्छ यसमा चाहिँ कोड। अनि त्यसपछि यसलाई चाहिँ भ्यू डिटेल गर्न सक्नुहुन्छ। जस्तै हेर्नु सक्नुहुन्छ, भ्यू गर्नुहुन्छ। यसमा चाहिँ आफ्नो डिटेल अब कति भनेको छ। अब नेपाली रुपियाँ चाहिँ कति आउँछ हजुरको त्यो पोइन्टको, अब त्यो डलरको नेपाली कति आउँछ यो हेर्न सक्नुहुन्छ। यही बात नै। त्यसैले अब यो डिटेल चेक गर्नु होला हजुरहरू। अनि त्यसपछि यो पैसा आइसकेको केही मिनेट पछि चाहिँ हजुरको जुन एकाउन्ट नम्बर राख्नु भएको छ त्यसमै चाहिँ आउँछ। यसै गरेर एकछिन उसमा गएर मेसेज बक्समा गएर चेक गर्न सक्नुहुन्छ। यहाँ अराइभल मेथडमा गएर तल चाहिँ उ भइसकेको छ, गइसकेको छ। एकछिन पछि तपाईको आउँछ। तपाईहरूले यसरी नै पोपोबाट चाहिँ आफ्नो इन्कम चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। यसरी मैले सिकाएको जस्तो गरेर नै तपाईहरूले विथड्र गर्नुहोला। यस्तै जानकारीमूलक भिडियो प्राप्त गर्नलाई मेरो युट्युबलाई सब्स्क्राइब, लाइक गर्नुहोला र नोटिफिकेसन चाहिँ अन गरेर राख्नुहोला। यस्तै सन्देशमूलक भिडियोहरू आइराख्नेछ।